सम्पूर्णमा नमस्कार। आज हामी डिप्लोमा इन सिभिल इन्जिनियरिङ फर्स्ट सेमको केही इम्पोर्टेन्ट क्वेसनहरू जुन हाम्रो 2081 साल जस्तै 80 साल हेर्न सक्नुहुन्छ, 79 सालको रेगुलर ब्याकमा सोधेका केही इम्पोर्टेन्ट क्वेसनहरू आज हामी डिस्कसन गर्नेछौँ। त्यसका लागि हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सब्सक्राइब साथसाथै आफ्नो साथीहरूलाई सेयर गर्न नबिर्सिनु होला भन्दै आजको यो भिडियो सुरु गरौँ है त। हाम्रो पहिलो क्वेसन यस प्रकार रहेको छ, के भनेको छ भने इभ्याल्युट लिमिट एक्स टेन्स टु इन्फिनिटी 4x² + 5x + 7 अपन 3x² + 2x + 3। यसमा के हुन्छ भने लिमिटको पहिलो क्वेसनमा लिमिटको जुनसुकै क्वेसन गर्दाखेरि त्यो क्वेसन कस्तो फर्ममा छ पहिला त्यो चेक गर्ने हैन। जस्तै हेर, यसको सोलुसनतर्फ लागौँ हामी। सोलुसन यसको के दिया छ भनेदेखि हामीलाई लिमिट एक्स टेन्स टु इन्फिनिटी 4x² + 5x + 7 अपन 3x² + 2x + 3 यता गिभन छ हैन। पहिला हामी यो कस्तो फर्ममा छ पहिला यो चेक गर्ने। यो लिमिट एक्स टेन्स टु इन्फिनिटी हैन, के भन्यो भने यसको मतलब के भने लिमिट एक्स टेन्स टु इन्फिनिटी एक्सको ठाउँमा एकचोटि इन्फिनिटी राखेर हेर्नु त के भन्छ भनेदेखि 4 × ∞² इन्फिनिटी नै हुन्छ। इन्फिनिटीले यति नोट गर कि इन्फिनिटीले के हुन्छ भनेदेखि जसलाई पनि मल्टिप्लाई, डिभाइड, एड, सब्ट्र्याक्ट गर्दा इन्फिनिटी नै हुन्छ क्या। त्यही भएर यो 4 × ∞² प्लस यो पनि इन्फिनिटी नै हुन्छ। यो इन्फिनिटीमा जे पनि एड गर्दा पनि इन्फिनिटी हुन्छ। त्यसकारण यो फर्म भने इन्फिनिटी अपन इन्फिनिटी फर्म हो। अब यो क्वेसनमा खास गरी यो क्वेसनमा कस्तो हुन्छ भने इन्फिनिटी बाई इन्फिनिटी फर्म जस्तो क्वेसनमा आउँछ त्यस्तो क्वेसनमा हामीले यसको हायर पावरले डिभाइड गर्नुपर्छ। अरूमा गर्न मिल्दैन हैन। यस्तो इन्फिनिटी बाई इन्फिनिटी क्वेसन आयो भने हैन, क्वेसनमा इन्फिनिटी बाई इन्फिनिटी फर्म आयो भने यसमा यसको हायर पावर भने कस्तो भनेदेखि जस्तै ax² + bx + c छ नि, c = 0 को हाम्रो क्वाड्रेटिक इक्वेसन। यसको हायर पावर कति छ त? यसको x² हैन, यसको हायर पावर एउटै छ। यता bx को एउटा 1 मात्र भयो, यता x² को x² भयो नि त। त्यही भएर यसको हायर पावर कति भयो? x² हो। त्यही भएर अब हामी यता के भन्न सक्छौँ भने डिभाइडिङ अन डिनोमिनेटर and numerator by its higher power। यसको हायर पावर कति छ त हेर्नु त। यता 4x² + 5x + 7 यस एउटाको यस्तो 5x को यताको 1 मात्र भयो, यता 2 भयो, यसको कति भयो? x²। यता पनि हेर्नु x², यता 1 भयो, के भयो? यता x² हो। द्याट इज के भन्न सकिन्छ 2 यता कति छ यसको हायर पावर? x² हैन। अब के गर्न सकिन्छ नाउ के गर्न सकिन्छ लिमिट हामीसँग के छ भने लिमिट x टेन्स टु इन्फिनिटी। अब न्युमिनेटर र डिनोमिनेटर तर्फ दुवैतर्फ x² ले डिभाइड गर्दा हामीले माथि लेखिसक्यौँ। अब हामी के गर्छौँ भने 4x² + 5x + 7 अपन x² डिभाइडेड बाई, अब तल पनि गर्नु पर्यो नि त, माथि त x² ले गर्नु, तल पनि त गर्नु पर्यो 2x + 3 अपन x²। अब यसलाई के गर्न सक्छौँ भनेदेखि लिमिट एक्स टेन्स टु इन्फिनिटी जस्ताको त्यस्तै हैन। अब यसलाई छुट्याउन सक्छौँ 4x² अपन x² + 5x अपन x + 7 अपन x² है, डिभाइडेड बाई तल पनि छुट्याइदिउँ 3x² अपन x² + 2x अपन x² + 3 अपन x²। अब हेर है, x² ले x² कट भयो, एउटा x ले एउटा x पनि गयो, यता केही कटिएन, यता पनि x² ले x² गयो, x ले x गयो, यता पनि जस्ताको त्यस्तै एज इट इज हैन। अब हामीसँग कति बच्यो भन्दाखेरि लिमिट एक्स टेन्स टु इन्फिनिटी जस्ताको त्यस्तै 4 + 5/x बच्यो है। एउटा x बाँकी छ नि त, एउटा x ले एउटा x कट भयो, 5/x बाँकी रह्यो, प्लस
7/x²। अर्को के छ भन्दाखेरि 3 यता 3 मात्र हो, यता 2 एउटा एक्सले एउटा माथिको यता एक्स बच्यो नि त, एक्स प्लस 3/x²। अब यता अब चेक गरौँ त अहिले इन्फिनिटी राख्दा के हुन्छ कि हुँदैन, अझ के इन्डिटर्मिनेन्ट फर्म आउँदैछ कि इन्डिटर्मिनेन्ट फर्म होइन। इन्डिटर्मिनेन्ट फर्म मैले माथि नै बुझाउनु पर्ने। इन्डिटर्मिनेन्ट फर्म भनेको कस्तो कि जस्तै दिएको फङ्सन इन्फिनिटी छ कि 0/0 छ कि इन्फिनिटी माइनस इन्फिनिटी, यसलाई भन्छ कि इन्डिटर्मिनेन्ट फर्म। हजुरलाई सरले सिकाइसक्नु भयो होला। त्यही भएर पहिला यो फङ्सन इन्डिटर्मिनेन्ट फर्ममा छ भनेदेखि हामीले चेक गर्ने कि अब यसलाई राख्दा हेरौँ त 4 + 5 एक्सको ठाउँमा इन्फिनिटी राखौँ 5/∞ भने एउटा कुरा के नोटिस गर भनेदेखि हजुरहरू कुनै पनि अङ्क जस्तै a/∞, 1/∞, 2/∞ यस्तो आयो भने यसको ठाउँमा 0 लेख्न सकिन्छ कि समथिङ/∞ भने 0 हुन्छ होइन। समथिङ/∞ भने 0 हुन्छ होइन। समथिङ/0 भने यस्तो इन्फिनिटी हुन्छ। हजुरलाई थाहै होला यो, यसको ठाउँमा 0 लेख्न सकिन्छ। अब हामी के गरौँ भनेदेखि लिमिट x टेन्स टु, अब यस्तो गर्दा अब यो लिमिट एक्सको ठाउँमा इन्फिनिटी राखौँ है। अहिले हाम्रो यता गर्दा इन्डिटर्मिनेन्ट फर्म आउँदै छैन, त्यही भएर 4 + 5/∞ प्लस 7/∞² डिभाइडेड बाई 3 + 2/∞ प्लस 3/∞² इन्फिनिटीका स्क्वायर गर्दा इन्फिनिटी नै हुने हो। त्यही भएर 4 + 0 प्लस 7/∞ कुन समथिङ/∞ 0 भने होइन, 0 भइसक्यो। अब यता 3 + 2/∞ 0 प्लस समथिङ/∞² 0। अब हामीसँग बच्यो 4/3। हाम्रो यति नै आन्सर हुन्छ। यो क्वेसनमा खास बुझ्नुपर्ने के छ भने इन्डिटर्मिनेन्ट फर्म मैले भने नि इन्फिनिटी/∞, 0/0, इन्फिनिटी माइनस इन्फिनिटी, यस्ता इन्डिटर्मिनेन्ट फर्म चेक गर्ने। पहिला नै यो लेख्ने, पहिला यो नै कस्तो फर्ममा छ यो पहिला नै पहिलो स्टेपमा यो देखाउने। त्यसपछि इन्फिनिटी/∞ जुनसुकै क्वेसनमा पनि इन्फिनिटी छ भने यसको हायर पावरले नुमेरेटर र डिनोमिनेटर दुवैतर्फ यसको हायर पावरले डिभाइड गर्ने हो। यो क्वेसन इन्फिनिटी यो क्वेसनमा मात्र मिल्छ यो, बढी जस्तो अब के कन्फ्युजन भने अरू 0/0 पनि गर्न मिल्न सक्छ यो क्वेसन भन्ने लाग्छ होइन। यो क्वेसन भने इन्फिनिटी/∞को लागि मात्र गर्न सकिन्छ। त्यही भएर यता अब दुवैतर्फ x² डिभाइड गरे। अब यता यो सिम्प्लिफाइड गर्न त आइहाल्छ हजुरहरूलाई। अब यता के हुन्छ समथिङ/∞ भने 0 हुन्छ। त्यस कारण यता 5/∞ 0, 7/∞² 0, 3 + 2/∞ भने 0, 3/∞² भने 0। त्यही भएर 4/3 आन्सर। अब हाम्रो सेकेन्ड क्वेसनमा जाउँ है त। ल हाम्रो सेकेन्ड क्वेसन के छ भने इभ्याल्युट लिमिट x टेन्स टु थीटा x sin थीटा माइनस थीटा sin x अपन x माइनस थीटा, जुन हाम्रो 2081 सालको रेगुलर ब्याकमा सोधे। 2081 सालमा के सोधे, योभन्दा अघिल्लो क्वेसन एउटा हामीले गरिसक्यौँ। एउटा यो सोधेको छ कि अगाडि के गर्थ्यो भने एउटा लिमिटबाट सोध्यो भने एउटा कन्टिन्युटीबाट हाल्थ्यो। आजभोलि के गरिरहेछ भने बढी जस्तो कन्टिन्युटीबाट त धेरै कमाउँछ। आजभोलि बढी जस्तो यो लिमिटकै क्वेसनहरू बढिहालेको छ। कन्टिन्युटीबाट कहिलेकाहीँ सोध्यो भने एउटा लिमिटको एउटा कन्टिन्युटीको पुरानो सालहरूमा हेर्ने हो भने त्यस्तै गरेको छ। तर आजभोलि चाहिँ दुइटै क्वेसन लिमिटकै बढिहालेको छ। त्यही भएर हामी यो क्वेसन गरौँ है त। पहिला हामीसँग के छ भनेदेखि लिमिट x टेन्स टु थीटा x sin थीटा माइनस थीटा sin x अपन x माइनस थीटा। अब मैले के भनेको थिएँ भनेदेखि लिमिटको जुनसुकै क्वेसन गर्दाखेरि त्यो कस्तो फर्ममा छ त, इन्डिटर्मिनेन्ट फर्ममा छ कि कस्तो फर्ममा छ हेर्ने। पहिला नै देखाउने कि कस्तो फर्ममा छ, नत्र पहिला नै देखियो भने हजुरको 0.5 मार्क्स यहाँबाट गइहाल्छ। पहिला नै यसरी चेक गराउँदा कस्तो हुन्छ हेर है। एक्सको ठाउँमा थीटा राखौँ त, थीटा sin थीटा माइनस थीटा sin थीटा, माथि त थीटा sin थीटा माइनस थीटा sin थीटा 0 भइहाल्यो। अब तल हेर थीटा माइनस थीटा 0/0 फर्म इन्डिटर्मिनेन्ट फर्म आइसक्यो हाम्रो होइन। अब इन्डिटर्मिनेन्ट फर्म आइसक्यो। अब हामीलाई यसलाई सल्भ गर्दा के हुन्छ भनेदेखि लिमिट x टेन्स टु थीटा जस्ताको त्यस्तै x sin थीटा माइनस थीटा sin थीटा प्लस थीटा sin थीटा
माइनस थीटा साइन एक्स। अब के गरे भने म एकैछिन पछि भन्छु है के गर्न खोजे। अब तल एक्स माइनस थीटा जस्ता त्यस्तै। अब के गर्नु खोजे थीटा साइन थीटा यता यो क्वेसनमा खास गरी यो क्वेसनलाई एक्स साइन थीटाको ठाउँमा टेन थीटा कस थीटा जे पनि साइनको ठाउँमा कस टेन त्रिगोनोमेट्री रेसियो जे पनि दिन सक्छ। त्यही भएर यो क्वेसन जाने भने अरू मजाले गर्न सकिन्छ। यता साइन थीटा आएको छ भनेदेखि थीटा साइन थीटा घटाए पनि थीटा साइन थीटा जोड्या भने किन माइनस प्लस कट भएर यो बस्ने भने माथिकै मात्र हो एक्स साइन थीटा माइनस थीटा साइन एक्स माथिकै बस्ने हो। त्यही भएर थीटा साइन थीटा घटाए पनि थीटा साइन थीटा जोड्या भने जस्तै यता कस थीटा आएको थियो भने थीटा कस थीटा यता घटाउँथ्यौँ भने थीटा साइन थीटा थीटा कस थीटा यता जोड्थ्यौँ भने है सरी। अब हेर है के गर्न सकिन्छ भने लिमिट एक्स टेन्स टु थीटा लिमिट त यो सबैको हो नि त। त्यही भएर यता कोस्ट लगाइदिउँ के भन्छ यता एक्स साइन थीटा माइनस थीटा साइन थीटा यता कमन के छ एक्स साइन थीटा र थीटा साइन थीटामा साइन थीटा कमन छ। साइन थीटा कमन छ त के बच्यो हामीसँग एक्स माइनस थीटा बच्यो कि बचेन प्लस। अब यताको छ थीटा साइन थीटा माइनस थीटा साइन एक्समा थीटा कमन छ साइन थीटा माइनस साइन एक्स बच्यो नि। अब डिभाइडेड बाई अब तल के छ एक्स माइनस थीटा त जस्ताको त्यस्तै। अब के गर्न सकिन्छ भनेदेखि लिमिट एक्स टेन्स टु थीटा साइन थीटा एक्स माइनस थीटा डिभाइडेड बाई एक्स माइनस थीटा प्लस थीटा साइन थीटा माइनस साइन एक्स अपन एक्स माइनस थीटा। के गरे भन्दाखेरि यसलाई एक्सपान्ड गरे कि यसलाई एलसिएम यो खास भने यस्तो हो कि होइन हजुरहरू जस्तै ए प्लस बी बाई सी छ भनेखेरि ए प्लस बी बाई सी छ भने ए बाई सी प्लस बी बाई सी लेख्न मिल्छ कि नै एलसिएम लगेर त यस्तो भयो ए प्लस बी बाई सी भयो हो। त्यही गरे कि हामीले यसलाई एक्स माइनस थीटा दुइटैको हो नि त मल्टिप्लाईमा छ त्यही भएर तल मल्टिप्लाईमा छ त्यही भएर दुइटैको हो साइन थीटा टाइम्स एक्स माइनस थीटा अपन साइन एक्स माइनस थीटा सरी एक्स माइनस थीटा बच्यो। अब प्लस प्लस बिचमा प्लस छ थीटा साइन थीटा माइनस साइन एक्स अपन एक्स माइनस थीटा यसलाई एक्सपान्ड गरे। अब लिमिटको प्रोपर्टी लगाउँ भित्र मल्टिप्लाई गर्न पाइन्छ लिमिटले लिमिट एक्स टेन्स टु थीटा साइन थीटा टाइम्स एक्स माइनस थीटा डिभाइडेड बाई एक्स माइनस थीटा एउटा बच्यो प्लस अझ लिमिट यता लिमिट एक्स टेन्स टु थीटा साइन थीटा माइनस साइन एक्स अपन एक्स माइनस थीटा हो। लिमिटको के छ भने प्रोपर्टी हजुरहरूलाई थाहा छैन अहिले लिमिटको के छ लिमिट एक्स टेन्स टु जे भने हुन्छ जस्तै थीटा एएक्स प्लस बिएक्स छ भने लिमिटलाई यसरी लेख्न मिल्छ लिमिट एक्स टेन्स टु थीटा एएक्स प्लस लिमिट एक्स टेन्स टु थीटा बिएक्स लेख्न मिल्छ कि नै हो। यही गरे कि हामीले यो भने एउटै त हो लिमिट पहिला यहाँमा पनि गयो लिमिट पहिला यहाँमा एक्सपान्ड मात्रै गरे लिमिट सेम यहाँ पनि त्यस्तै लिमिट योमा पनि गयो लिमिट योमा पनि गऱ्यो त्यस्तै एक्सपान्ड गऱ्यो। यता एक्स माइनस थीटा मल्टिप्लाईमा छ एक्स माइनस थीटा मल्टिप्लाई यो यता मल्टिप्लाई छ त्यही भएर यता कट गर्न मिल्यो। अब यता हेर के बाँकी रह्यो लिमिट एक्स टेन्स टु थीटा साइन थीटा यसको मतलब यो लिमिट एक्स टेन्स टु थीटा भनेको लिमिट एक्स टेन्स टु थीटाको मतलब एक्सको ठाउँमा थीटा राख भने होइन यता त अब एक्सको टर्म नै छैन त अब थीटा केमा राख्ने त्यही भएर अब थीटा नै एक्सको टर्म नै छैन भनेदेखि यता सिधा साइन थीटा लेख्न मिल्छ हामीले साइन थीटा लेख्यौँ यो थीटा पनि छ यता साइन थीटा लेख्यौँ होइन। अब लिमिट एक्स टेन्स टु थीटा जस्ताको त्यस्तै अब हामी के गर्न सक्छौँ भनेदेखि हजुरहरूलाई थाहा होला साइन सी माइनस साइन डी त्रिकोणमितिमा यो फर्मुला छ साइन सी माइनस साइन डीको फर्मुला के हुन्छ भनेदेखि साइन सी माइनस साइन डीको फर्मुला साइन सी माइनस साइन डी टू कस पहिला कस अगाडि आउँछ है सी प्लस डी बाई टू इन्टु साइन सी माइनस डी बाई टू हो। यो फर्मुला हजुरहरूको त्रिकोणमिति भन्ने च्याप्टरमा छ। अब हामी यता थीटा जस्ताको त्यस्तै साइन सी माइनस साइन डी सीको रोल थीटा लेखेको छ डीको रोल एक्स लेखेको छ। अब हामी फर्मुला लगाउँ टू कस सी प्लस डी बाई भने थीटा प्लस एक्स अपन टू भइहाल्यो इन्टु साइन थीटा माइनस एक्स अपन टू यता पनि भइहाल्यो होइन। अब यता डिभाइडेड बाई होल डिभाइड अब बाँकी छ नि त एक्स माइनस थीटा त जस्ताको त्यस्तै माथिको यो हामीले त यो मात्र खोल्यौँ साइन सी माइनस साइन डीको अब तल त एक्स माइनस थीटा त जस्ताको त्यस्तै बाँकी नै छ। अब हामी तल के गर्छौँ भनेदेखि साइन थीटा जस्ताको त्यस्तै प्लस लिमिट एक्स टेन्स टु थीटा। अब के गर्छौँ हेर है लिमिटलाई त लिमिट मैले भने नि लिमिट
यस्तो लिमिट एक्स टेन्स टु थीटा ax प्लस bx छ भनेदेखि यस्तो पनि गर्न सक्छ लिमिट एक्स टेन्स टु थीटा ab छ भनेदेखि पनि लिमिट एक्स टेन्स टु थीटा a इन्टु लिमिट इन्टु हैन लिमिट एक्स टेन्स टु थीटा b यस्तो मल्टिप्लाईमा पनि यसलाई एक्सपान्ड गर्न मिल्छ कि लिमिटलाई हो त्यही गर्छौँ है हामी के गर्छौँ भने पहिला यो थीटा त जस्ताको त्यस्तै 2 cos थीटा प्लस x/2 एउटा भयो यो इन्टु यो मल्टिप्लाई छ नि त यता अब यता पनि लिमिट लगाउँ लिमिट एक्स टेन्स टु थीटा थीटा माइनस x/2 अब यता कोष्ट बन्द होल डिभाइडेड बाई एक्स माइनस थीटा अब यता के गर्न खोज्यो भने हामीहरूलाई फर्मुला के छ साइन छ यता साइन हामीहरूलाई फर्मुला के थाहा छ भनेदेखि लिमिट एक्स टेन्स टु 0 साइन एक्स अपन एक्स यता पनि एक्स हुनु पर्यो यता पनि एक्स हुनु पर्यो यता पनि एक्स अथवा लिमिट थीटा टेन्स टु 0 साइन थीटा अपन थीटा हुनु पर्यो हैन साइन थीटा अपन थीटा हुनु पर्यो ठ्याक्क यो एंगलको तल थीटा है यस्तो लेख्न सकिन्छ भने यसलाई यस्तो पनि त लेख्न सक्छ लिमिट x/2 टेन्स टु 0 साइन x/2 डिभाइड बाई x/2 लेख्न मिल्छ कि नै यता पनि सेम यता पनि सेम यता पनि सेम x/2 यहाँ पनि x यता पनि 0 यता पनि थीटा हो त्यही मिलाउन खोजे अब हेर है यता के छ लिमिट एक्स टेन्स टु किन गर्न सक्यो त्यो भने कति हो लिमिट एक्स टेन्स टु 0 साइन एक्स अपन एक्स भने यो भने 1 हो नि यो भने पनि 1 हो सेम मिलाउनु रिस्पेक्ट यो भने पनि 1 हो त्यही गर्न यता 1 लेख्नलाई हामीले त्यो मिलाउनु पर्यो अब हेर है लिमिट एक्स टेन्स टु थीटा साइन थीटा माइनस एक्स अपन 2 एक्स माइनस थीटा छ नि त अब यसलाई के गर्न सकिन्छ भने साइन थीटा जस्ताको त्यस्तै हैन साइन थीटा जस्ताको त्यस्तै अब यता लिमिट एक्स को ठाउँमा थीटा राखौँ थीटा राखिहालौँ है थीटा यो जस्ताको त्यस्तै 2 cos थीटा प्लस एक्स को ठाउँमा थीटा अपन 2 इन्टु अब हेर यता के गर्छौँ भनेदेखि लिमिट यो एक्स जस्ताको त्यस्तै यता ध्यान दिएर हेर है यो थीटा टेन्स टु हो नि यो थीटा यता आउँदा एक्स माइनस थीटा भयो टेन्स टु यता कति बाँकी रह्यो 0 बाँकी रह्यो अब यता साइन थीटा माइनस एक्स अपन 2 डिभाइड बाई के छ एक्स माइनस थीटा अपन थीटा मात्र छ है अब हेर मैले फर्मुला के भनेदेखि लिमिट एक्स टेन्स टु 0 साइन एक्स अपन एक्स यता यो मिल्नु पर्यो यसका लागि 1 लेख्न सकिन्छ यो फर्मुला हो लिमिटको अब यता हेर है लिमिट यता थीटा माइनस एक्स अपन 2 छ यता थीटा माइनस एक्स एंगल हेर त यता थीटा माइनस एक्स अपन 2 छ यता एक्स माइनस थीटा त यता हामीले के गर्यो भनेदेखि यता पनि थीटा माइनस एक्स छ नि थीटा माइनस एक्स हो के यता पनि एक्स माइनस थीटा यहाँ पनि सेम हुनु पर्यो कि त यता थीटा माइनस एक्स बनाउनु पर्यो यता थीटा माइनस एक्स हुने सम्भवै छैन किनकि एक्सलाई उता लाग्दा त यता 0 टेन्स टु थीटा माइनस एक्स बच्छ हो हाम्रो क्वेसनमा त एक्स टेन्स टु 0 हो नि त यता 0 बनाउनु पर्यो यता 0 बनाउनु पर्ने होइन नि त त्यही भएर हामीले के गर्न खोज्या भनेदेखि यता 0 बनाएको अब हामी के लेख्न सक्छौँ यता थीटा माइनस x/2 छ नि त अब यता x माइनस थीटा छ अब के गर्न यता पनि सेम माथिको पनि सेम हेर है यता 2 थप्छु यता त थप्न मिल्छ तर यहाँ छ नि हेर है x माइनस 2 इन्टु 2 किन गरे यो 2 ले 2 कटो एक्स माइनस थीटा मात्र जस्ताको त्यस्तै डिभाइड बाई यो बाँकी रह्यो किन गरे यता पनि एंगल सेम मिलाउनु पर्यो नि त थीटा माइनस एक्स अपन 2 यता पनि एक्स माइनस थीटा अपन 2 अब हेर यो थीटा अगाडि छ यसको यता थीटा पछाडि छ दुईटै पोजिटिभ भए त दुईटै थीटा माइनस एक्स थीटा प्लस एक्स लेख्न सक्छ तर दुईटै नेगेटिभ छ त्यही भएर हामी यता के गर्छौँ यता हेर यता माइनस कमन लियो भने एक्स माइनस थीटा हुन्छ कि नै कस्तो भन्दाखेरि अब हेर है यता हामीसँग के छ भनेदेखि साइन थीटा माइनस एक्स छ नि त अब यताबाट कमन ल्याउ त माइनस कमन ल्याउ है माइनस कमन ल्याउँदा माइनस थीटा प्लस एक्स हुन्छ नि त किन भनेदेखि माइनस छ नि त यो माइनसलाई
माइनसलाई मल्टिप्लाई गर्दा माइनस माइनस प्लस थीटा नै भयो। माइनसले भित्र माइनसलाई गर्दा माइनस एक्स हुन्छ नि त। हो त्यही भएर हामी के लेख्न सक्छौँ भने माइनस, यो माइनस बाहिर आइसक्यो। अब यसलाई एक्स पोजिटिभ छ, एक्सलाई अगाडि लेख्न सक्छौँ, यो माइनस थीटालाई पछाडि लेख्न सक्छौँ। मैले के गरेँ मैले बुझाइसकेँ। के भनेपछि माइनस कमन आयो, माइनस। अब यता माइनसले माइनस गुणा गर्दा प्लस हुन्छ कि हुँदैन? हो, माइनसले माइनस प्लस थीटा जस्ताको त्यस्तै, माइनसले प्लसलाई मल्टिप्लाई गर्दा माइनस एक्स जस्ताको त्यस्तै। अब यो प्लस एक्सलाई अगाडि लेखेँ, माइनस थीटालाई यो माइनस थीटा पछाडि आयो, यो माइनस यो पछाडि आयो। अब है म यता डाइरेक्ट लेख्छु। अब हेर्न सक्नुहुन्छ के हुन्छ भनेदेखि साइन थीटा जस्ताको त्यस्तै प्लस थीटा इन्टु 2 कस थीटा प्लस थीटा 2 थीटा अपन 2 भयो इन्टु लिमिट एक्स माइनस थीटा डिभाइड बाई 2 इन टेन्स टु 0 साइन, मैले भने त यता माइनस आउँछ, मैले अघिल्लो यो रफमा गरिसकेँ। यता हेर्न सक्नुहुन्छ, यता रफमा गरिसकेँ। साइन यता आयो एक्स माइनस थीटा अपन 2 डिभाइड बाई हामीसँग बच्यो एक्स माइनस थीटा अपन 2 इन्टु 2। अब हेर है, मैले भने नि त यता 2 तल डिभाइड गऱ्यो भने यता थप्नु पऱ्यो, तर यता थप्नु मिल्दैन किनकि यता एक्स टेन्स टु यताबाट लिमिट पास हुँदैछ भन्न खोज्यो नि त। एक्स टेन्स टु 0 यताबाट जाँदैछ भन्न खोज्यो। त्यही भएर यता हामीले अझ कसैको के हुन्छ, यता 2 ले पनि मल्टिप्लाई गर्छन् बिग्रन्छ, यता 2 ले गर्न मिल्दैन। एक्स टेन्स टु यता फर्मुलामा मिलाउन खोज्यो नि त, एक्स टेन्स टु 0 हो, यता फर्मुलामा एक्स टेन्स टु यता 0 बनाउन खोज्यो नि त। त्यही भएर यो यता मैले यता नै बुझाइसकेँ। के भने लिमिट यो थीटा यता आउँदा यो माइनस थीटा भयो, यता हामीसँग 0 बच्यो। 2 लाई यता एङ्गल मिलाउनका लागि यता 2 हुनाले यता एङ्गल 2 मिलाउनलाई यता 2 त्यस्तै थपेँ, तर यता भने एक्स माइनस थीटा अपन 2 छैन त, 2 ले डिभाइड पनि गरेँ, 2 ले मल्टिप्लाई पनि गरेँ। यताले यता काट्दा जस्तो सुकै माथिको जस्तै बस्न सकिन्छ, माथिको जस्तै बच्छ। त्यही भएर अब हामी के लेख्न सक्छौँ, लिमिट एक्स टेन्स टु 0 साइन एक्स अपन एक्स बराबर 1 लेख्न सक्छौँ। अब हेर है के छ भनेदेखि अब हामीसँग के भन्छ साइन थीटा जस्ताको त्यस्तै प्लस थीटा इन्टु 2 कस 2 थीटा अपन 2 त अलरेडी थियो होइन। अब यता माइनस थियो नि त, माइनस त्यो भने पुरा 1 भयो, माइनस त यो अलरेडी थियो है। अब नत्र यस्तो कन्फ्युज लाग्छ भने यो माइनस हटाउँदा यो माइनसलाई प्लस माइनस माइनस हुन्छ, यता सिधा माइनस लेख्न सकिन्छ हामीहरू। यता माइनस लेख्यो होइन, यता माइनस भयो 2 कस 2 थीटा अपन 2 भयो, यो 1 भयो इन्टु 1/2 त अलरेडी बाँकी बचेकै छ। कसरी भन्दाखेरि हेर्न सक्नुहुनेछ के छ भनेदेखि लिमिट हेर्नु है, लिमिट एक्स यो पुरैलाई एक्स टेन्स टु 0 साइन थीटा अपन यो थीटा यो 2 त बाँकी छ 1/2, यो भने 1 हो कि, यो भने टोटल लिमिट एक्स टेन्स टु थीटा, यो भने पुरा 1, यसलाई 1 है 1/2 बाँकी माइनस 1/2 है, यो माइनस भन्छ नि त हो। त्यही भएर अब माइनस यहाँ आइसक्यो 1/2 जस्ताको त्यस्तै। अब हेर है यो 2 ले 2 काट्न मिल्छ कि नै, मिल्यो 2 थीटा, यो 2 ले यो 2 पनि गयो। अब हामीसँग बच्यो साइन थीटा माइनस थीटा कस थीटा, यो हाम्रो आन्सर होइन। अब यसलाई मैले भने अगाडिको जस्तै यसलाई यता कस थीटा टेन थीटा पनि दिन सक्छौँ। हामीहरूले यो क्वेसनलाई 2079 सालमा कसरी सोधे यता टेन थीटा दिएर गरिरहेको छ, त्यसलाई पनि हामी अर्को पार्टमा गर्नेछौँ।